नमस्कार साथीहरू। आजको महत्त्वपूर्ण प्रश्न छ, आखिर संसारको अन्तिम न्याय गर्ने न्यायाधीश को हुनुहुन्छ? धेरै मानिसहरू सोच्छन् कि परमेश्वरले सिधै न्याय गर्नुहुन्छ, तर बाइबलले एउटा गहिरो सत्य बताउँछ जो योनाको 5:22 मा लेखिएको छ। पिताले कसैको पनि न्याय गर्नुहुन्न, तर सबै न्याय पुत्रलाई सुम्पिनु भएको छ। यसको अर्थ के हो? जीसस क्राइस्ट हिमसेल्फ विल बी द जज। परमेश्वरको वचन बाइबलमा प्रेरितको काम 17:31 मा पनि लेखिएको छ। परमेश्वरले एक दिन तोक्नु भएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएको मानिसद्वारा संसारको न्याय गर्नुहुनेछ। त्यो नियुक्त गरिएको व्यक्ति को हो? उहाँ हुनुहुन्छ यीशु ख्रीष्ट। जुन यीशुले संसारलाई प्रेम गर्नुभयो, मानिसको लागि क्रुसमा मर्नुभयो, उही यीशु एक दिन राइचियस जज भएर आउनेछ। यदि यीशु नै संसारको न्याय गर्ने न्यायाधीश हुनुहुन्छ भने सबैभन्दा गहिरो प्रश्न यो हो, यो न्याय आखिर कहिले हुनेछ? नेक्स्ट एपिसोडमा हामी बुझ्नेछौँ न्याय कहिले हुनेछ। डोन्ट मिस इट। गॉड ब्लेस यू ऑल।